सबैजनालाई नमस्कार। यो युट्युब च्यानललाई लाइक, सब्सक्राइब, सेयर गर्नुहोला। हजुरहरूको मनमा लागेका कुराहरू कमेन्ट बक्समा कमेन्ट पनि गर्न सक्नुहुन्छ। आज मैले नेपाल स्टक एक्सचेन्जको नेप्से डेलीको आधारमा एनालाइसिस गर्न गइरहेको छु। डेलीमा टेक्निकल एनालाइसिस गर्दाखेरि अहिले हाम्रो नेप्से 2663 को बिन्दुमा ओढिएको छ। आगामी दिनमा डिमान्ड आएर माथि जान्छ भने 2688 को बिन्दुसम्म पुग्न सक्ने देखिन्छ र यदि यो बिन्दुलाई पनि कटेर अझ माथि गयो, डिमान्ड आउँदै गयो भने 2730 सम्म पुग्नेछ र त्यहाँबाट पनि अझै डिमान्ड आउँदै गयो, सप्लाई कम आयो, डिमान्ड बढी आयो भने यसले 2791 बिन्दु पनि छुन सक्नेछ। कहिले डिमान्ड आउँछ भने फेरि कहिले सप्लाई आउँछ। अचानक 2663 बाट डिमान्डभन्दा सप्लाई बढ्न थाल्यो भने 2637 मा नेप्सेको सपोर्ट जोन रहेको छ। यो सपोर्ट जोनमा डिमान्डभन्दा सप्लाई धेरै भयो भने सपोर्ट भत्किएर फेरि 2580 मै आउन सक्ने देखिन्छ। 2580 मा पनि फेरि सप्लाई आइ गर्यो भने 2484 को बिन्दुमा नेप्से आउन सक्छ। आशा छ 2484 मा त ठुलो डिमान्डै क्रिएट हुनेछ। हेरौँ के हुन्छ आगामी दिनमा नेप्से अप हुन्छ कि डाउन हुन्छ भन्ने कुरा आउने दिनले नै देखाउनेछ। हजुरहरूको अमूल्य समय दिएर यो भिडियो हेरेर केही जानकारी लिनुभएकोमा यहाँहरूलाई हृदयदेखि नै धन्यवाद ज्ञापन गर्दछु र यो नेप्सेको डेली टेक्निकल एनालाइसिसबाट म पनि बिदा हुन चाहन्छु। हस्त, धन्यवाद, नमस्कार।